उसमा एक्सन 6 बाट चाहिँ यो मेरो फर्स्ट ब्लग बनाउँदैछु अनि वेलकम टु टेसन शेर्पाको ब्लगमा। आजको ब्लग चाहिँ हामीले के गर्न लागिरहेछ भने चाहिँ मेरो एउटा साथी चाहिँ अस्ट्रेलिया जान लागिरहेछ अनि हामी चाहिँ गेट टुगेदर गर्नको लागि भन न क्याफेमा आएको छौँ। अनि त्यही हो, हामी चाहिँ फर्स्टमा आइसकेको छ। ऊ र म चाहिँ फर्स्टमा आएको अनि ऊ चाहिँ शेरसाङ, ऊ चाहिँ एकछिन पछि आयो अनि अरूहरू चाहिँ कति पछि आउँछ होइन। अझै हामी वेटिङमा छौँ, आएन भने चाहिँ हामी चाहिँ जान्छ किन हामीलाई चाहिँ धेरै काम छ यो पछि पनि। अनि यहाँ बनाना क्याफे कस्तो छ भनेर पनि देखाउँछु है त, बनाना क्याफेको केही झलकहरू देखाउँछु है त। अनि यही ब्लगबाट चाहिँ मेरो हस्बेन्डलाई चाहिँ एकदम धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु, किनकि मैले जुन कुरा च्यालेन्ज गरेर मैले पुरा गर्न सकिरहेको थिएँ होइन। 30 डेजमा 90K कमाउँछु भनेर च्यालेन्ज लिएको थियो, लास्टमा गएर मैले गर्न सकेन। अनि मैले च्यालेन्ज गर्दाखेरि चाहिँ एक्सन 5 प्रो किन्छु भनेर च्यालेन्ज गरेको थियो भने मेरो हस्बेन्डले चाहिँ एक्सन 6 प्रो नै पठाइदिनु भएको छ, जुन चाहिँ मलाई अझै पनि बिलिभ नै भइरहेछ होइन। थ्याङ्क यू सो मच त्यसको लागि। अब चाहिँ मेरो ब्लग चाहिँ मजाले आउँछ होइन। हुन्छ नि, नर्मली अरू टाइममा मैले युट्युबमा ब्लग नहालेको धेरै भइसकेको थियो, तर अब चाहिँ म कति धेरै नै ब्लगहरू हालिदिन्छु है। भाइरल छैन। ओके, हाम्रो डिस चाहिँ यो आइसकेको छ होइन, यति छ होइन। यो चाहिँ यहाँको चाहिँ स्पेसल डिस भनेर मैले अर्डर गरेको छु। अनि कस्तो छ चाहिँ हामी चाहिँ खाएर चेक गर्छौँ। सो यो चाहिँ बना क्याफेको स्पेसल डिस यो छ। 2 दिन मिस्टिङ बसेको त्यसले कति मगाउँछ त त्यो नि पोखरामा पोखराबाट 1 घन्टा उता बेगनाथ सालको उल्लुमा बेगनाथ एक्लै साथीले के जानु के अरे गर्मी महिनामा त जाने काम होइन रे। म चाहिँ मेरो एउटा साथी आउँदैछ होइन, उसलाई चाहिँ बाटो कन्फ्युज भएर लिन जान्दैछु छ कि छैन मैले त पुग्यो होइन जस्तो छ। के भयो ला, मैले मोबाइल ल्याएन फेरि के गर्ने, नम्बर लिएर अनलाइनमा हालिदेऊ न। ऊ चाहिँ त्यहाँ आउँदैछ, पैसा चेन्ज भएन भनेर खोज्दै बसिरहेको छु। अनि हेर्नु नि, यहाँ म खाँदा उसलाई लिन आइरहेको छु। यहाँ मेरो न्यू क्यामेरामा क्याप्चर भयो तिमी। हाल खबर एकदम ठिक छ। यहाँ खाना म तिमीलाई लिन आइरहेको छु। यो मैले रिसेन्टली मैले लिएको होइन, मलाई हस्बेन्ड पठाइदिएको कि त्यही अस्ति मैले च्यालेन्ज गरेको थियो कि के हुन्छ 5 किन्छु भनेर, अनि किन्नु सकेन नि, उसले पठाइदिएछ। बैठो उता खै त मान्छे आइसक्यो, हेलो नि नभनेर के साह्रो गफमा बिजी हो भनेको। हेर्दैन फाइनली मेरो चाहिँ यहाँ भएको अलमोस्ट सबैजना आइसकेको छ, अझै 1-2 जना त बाँकी छ। अनि देखाउनु मिल्छ है। फर्स्टमा चाहिँ देखेको छ पेम्बी हो ऊ चाहिँ, अनि ऊ चाहिँ एकदमै धेरै राम्री होइन। केटाहरू पुरै लाइन लाग्थ्यो उसको होइन। अब यस्तो के तिम्रो पछि केटा लाग्ने तिम्रो गल्ती होइन नि त, तिम्रो बुढाले त प्राउड फिल गर्नुपर्छ कि यो कुरामा त हो। त्यसपछि ऊ चाहिँ ललिता होइन। अनि होइन न, ऊ चाहिँ स्कुलमेटै हो हुन चाहिँ होइन, तर मलाई आजकल चाहिँ ललिता कस्तो हेऱ्यो मेरो रुम कस्तो हुन्छ नि त्यस्तो टाइपको फिल भइरहेछ क्या। होइन साँच्चै होइन। ऊ चाहिँ कस्तो लाइक हुन्छ बिस्तारै, हामी सब हङ बोलिरहेको छ, ऊ चाहिँ बिस्तारै बोल्छ अनि कस्तो क्युट लाग्ने। अनि त्यसपछि ऊ चाहिँ शेरसाङ हो होइन, जहाँ जाँदाखेरि पनि ओके छ भन्ने टाइपको हो होइन। त्यसपछि एकछिन है, त्यसपछि ऊ चाहिँ कल्पना हो होइन। अनि कल्पना चाहिँ सबैभन्दा टाढो छ होइन बस्ने चाहिँ, तर सबैभन्दा छिटो आउँछु भन्छ, तर कहिलेकाहीँ चाहिँ ढिला हुन्छ है। अनि त्यसपछि ऊ चाहिँ फुर्साङ हो होइन। उसको बारेमा चाहिँ के भन्ने, ऊ चाहिँ अब विदेशी हो भनौँ न। हामी चाहिँ सबै अब नेपालमै बस्ने भइरहेछ, ऊ चाहिँ विदेशी हो। अब भोलि चाहिँ उडेर जाने मान्छे हो। त्यसपछि उहाँ चाहिँ हुनुहुन्छ सुषमा सापकोटा होइन। ट्याक्कै मलाई के आएन भन्छ, उहाँ चाहिँ अलिकति मेकअप गर्नुमा पर्फेक्ट हुन्छ नि, अलिकति होइन। हामी यहाँ बसेको भन्दा सबैभन्दा पर्फेक्ट चाहिँ उसले मजाले गर्छ।
मैले देखिरहेको त्यति हो होइन मैले आज मेकअप त्यति गरेको छैन तर पनि देखिरहेको 10 बजे उठेको म एकछिन त तिमीले के मेकअप गरेछ भने म भन्छु लिपस्टिक लगाएको छ भित्र मोइस्चराइजर लगाएपछि केही न केही पछाडि लगायो अनि हल्का हल्का रातो बनाएको छ अनि यहाँ माथितिर चाहिँ के पनि लगाएको छैन है छैन जस्ट नेचुरलै छ अब केटी मान्छेले यति मेकअप गर्नु भनेको चाहिँ मेकअप भनिँदा नि यो चाहिँ एकदम धेरै सिम्पल हो अनि त्यसपछि मैले त झन् गरेकै छैन भन्दा पनि हुन्छ उसले पनि छैन होइन अलिक बढी गरेको भने चाहिँ उसले हो त्यही पनि यतिलाई चाहिँ मेकअप भन्दैन काजल र लिपस्टिक लगाउँदामा मेकअप चाहिँ होइन है मेकअप भनेको कस्तो हुन्छ भन्दाखेरि चाहिँ 20-30 सामान जब राखेर मेकअप गर्छ नि त्यसलाई चाहिँ मेकअप भनिन्छ है त फाइनली हामीसँग चाहिँ दुईवटा साथी अर्को एड भइसकेको छ एउटा चाहिँ बिबु छ हेलो बिबु अनि त्यसपछि हेलो अनि त्यसपछि ऊ चाहिँ लमु हो अब चाहिँ हामी उसको केक काट्न लागिरहेको छौँ होइन सबैजना हामी आज भेट भएको भनेको चाहिँ यतिजना हो अब चाहिँ कोही नपुगेहरु पनि छन् है ओ यता हेरेर त सबले पर्छ हामीले चाहिँ केक काटिसकेको छ होइन एकछिन रमाइलो गरेँ सिन्दुर जतिकै लागि ओ झन् सिन्दुर जस्तो भयो मेरो अनि सबैले ल्यायो भने त बोक्ने कसरी त गाह्रो हुन्छ नि त फेरि होइन हुन्छ काट्दै खाउँ न नर्भस भएकै गिफ्ट लिनु पनि फेरि होइन यतिकै खानु हुन्छ कि ढकढक गरेर अनि केक कस्तो लाग्यो भन चक्कले काट्नै पर्दैन म त घम्म यसो ठुलो हुन्छ प्लेटै चाहिँदैन नि किन त्यसो गरेपछि मेरो भाउ बाँकी छ मैले खुवाउनलाई सबभन्दा रमाइलो छिन्छ त्यही भयो त्यस्तो फोरिदियो क्या कस्तो राम्रो अङ्गला मार अब अहिलेसम्म शरीर 9 बजी पुगेको छ जाने बेला ल मुले खाइदियो ल अलि पर जाऊ बिबु प्लेट छ हाम्रो चाहिँ यसरी दिएको छ कि फेरि यता आइज नि यता आइज अब भने प्लेट यस्तो राम्रो ल्याइदियो मैले प्लेट पठाइदिन्छु किन त्यसो गर्नु
हेरिरहेछ होइन देखिरहेछ ए यसलाई खुवाएको के हो गरिदिउँ न है म त धेरै उसलाई खुवाउँदा उसको पेट दुख्छ भनेर नखाउने आफै खाँदैछु के हो यो रेड भेलभेट मैले नि खाएँ ल सुन्छ तिमी नि खाए ल गर लु खाएँ ल मलाई पनि हाल्देऊ न पेट पर्ने खाए ल फर्स्टमा केक खुवाइदिनेलाई पो दिएनस् तिमीले विदेश नजाने मान्छेलाई चाहिँ म प्लेनको पङ्खाइ दिन्छु यहाँ उडेर तँ नि पुगिहाल्छ कल्पना कहाँ गयो यो चाहिँ यता देखाएर यहाँ मलाई देखाउन खाए ल खाएको ल ओके केक काट्ने कार्यक्रम सिद्धिसकेको छ सबैजना खै त बनाउँदैन नि भनिहाल न नि अब चाहिँ हामी सबैजना हिँड्न लागिरहेको लिनु पर्यो नि त नि त्यो चाहिँ भटेकै ल्याउँछ चाहिँ असर कति हो क्युट लाग्यो है आइसक्यो